वेलकम माई मिनी ब्लगमा सबै साथीहरूलाई वेलकम छ। अनि म चाहिँ आज एकादशी मेलामा के गोलाघाट जानको लागि रेडी भएर आइसकेको छ। अनि पछाडि चाहिँ मेरो बहिनीहरू पायललाई हिँड्नु परेर हिँड्छन्। अनि मेरो दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि कति मान्छेहरू आउने जाने गरिरहेको छन्। हामी चाहिँ बल्ल जान लागेको है। अनि मेरो प्लान चाहिँ एकादशीको मेलामा गएर मेरो प्लान चाहिँ के खाने प्लान छ भने 100 रुपियाँ छ। म चाहिँ पानीपुरी खान्छु अनि 50 रुपियाँ उब्रिन्छ। 50 रुपियाँ के खाने हो? के खाने हो? आइसक्रिम त पानी परेस नखाने। पानीपुरी अनि चटपट 100 रुपियाँले पानीपुरी चटपट आउने कि नआउने साथीहरू? आयो भने खाएर आउने, आएन भने त्यतिको आउने, भोक भोक आउने हो। अनि मेरो दिदी चाहिँ आलु चप खानुहुन्छ अरे क्या। यही 100 रुपियाँ पनि अङ्कलसँग माग्दा बलबल दिनुभएको के। पानी पनि आइसक्यो हेर्नु त, आमा यस्तो गरे पानी आएको छ क्या बदली। अनि यता त्यो चाहिँ नारायणी छ, यस्तो मजाको नारायणी। वाउ। अनि मेरो बहिनी दिदी चाहिँ हिँड्नु नि भनेर हिँडिराखेकी छिन्। मैलेबाट पनि छाता पानी आइसक्यो। अनि मेरो बहिनी चाहिँ मैले भ्लग बनाउँछ भनेर उसको अनुहार देखिन्छ भनेर के कति साह्रै हो के। अनि यतातिर मान्छेहरू चाहिँ आउने जाने गरिरहनु भएको छ। अब हेरौँ साथीहरू, पानी परेको बेलामा गोलाघाटमा कतिको मेला लागिरहेको छ। अनि हामी चाहिँ पानी परेको छ सबै रमाइलो गर्ने भनेर चाहिँ जान लागेको छ। अब बजारले रमाइलो गराउने कि नगराउने त्यसको भिडियो पनि म हाल्छु युट्युब च्यानलमा, हेर्नु चाहिँ नबिर्सिनु होला है साथीहरू। हजुर हजुर भन्नुहोस्। किन मेरो बहिनी, किन बहिनी, किन? मलाई त बिजोग छ कि साथीहरू। हेर्नु नि मेरो फेरि चप्पलको यस्तो हुन्छ क्या। के गर्नु हो साथीहरू, अलि राम्रो चप्पल पनि किनेर लगाउनु सक्नु भएको थियो। कतिचोटि फुस्किने आज गोलाघाट मेलामा पुग्दासम्म त्यो त थाहा छैन। मेरो दिदी र बहिनी फेरि यहाँ टिकटक बनाउँदै हिँड्दै गरिरहेको छु। हो हेरौँ न, हो नाच्न मात्रै बाँकी छ, अब नाच्न मात्रै बाँकी छ। पानी आयो, सिमसिमे पानी आयो। जाम छिट जाम छिट जाम, चलो चलो चलो। अरू त कति बसमा गएको छ, बसमा जाने पैसा त यति छ बसमा जाने कि। अनि यो पैसाले पानीपुरी चटपट खाएर आउने, त्यही भएर चाहिँ हिँडेर जान लागेको कि साथीहरू। अनि पानी हेर्नु नि बाटोमा चाहिँ यस्तो छ। आकाश हेर्नु, आकाश सिमसिम पानी परेछ, सिमसिमे पानीले। हामी चाहिँ गोलाघाटमा आइसकेको छौँ। गोलाघाट यहाँ गुम्बामा आइसकेको छौँ है। अनि हामी चाहिँ यता नारायणीको ढिकबाट जान लागेको कि, नारायणीको छेउ उतातिरको बाटो छोडेर यताबाट जान लागेको। पानी आयो, फुसफुस पानी आयो के जाऊ लाग्ने। यहाँ चाहिँ यस्तो राम्रो जङ्गल छ यहाँ गुम्बाको नजिकै चाहिँ। यहाँ गुम्बामा चाहिँ भैँस चरिराखेको छ, गएर चाहिँ नभन्नु होला। अनि यहाँ चाहिँ यस्तो राम्रो जङ्गल छ, यति ठुलो। अनि यहाँ बाटो चाहिँ यस्तो छ डेममा। यो चाहिँ नयाँ बाटो बनेको हो। अनि हामी चाहिँ पुरानो बाटोलाई छोडेर नयाँ बाटोमा। म भिजिसकेँ भ्लग बनाउँदै नारायणमा के हो रे? म भिजिसक्यो हौ। भोलि बिराम भयो भने गोलाघाटको बजारलाई म पैसा तिरेर छोड्छु। यत्रो 1-2 घन्टाको बाटो हिँड्दा अलिकति गोरो भएको मान्छे पनि हिँड्दैन। पानीले निलो कालो भइसक्यो हेर्नु त। जाडो उता पानी हिँड्नु बनाएर आएको। आफू त्यही माथि फेरि टुर्खा मात्र लाएर हिँड्नु बनाएर आएको। कुन चाहिँ केटा ट्र्याक्टर लपार्छ भनेर पानी त निलो भइसक्यो, कसले लपार्नु अब साथीहरू। अनि यहाँ चाहिँ नारायणीको छेउछाउमा सबै तुलसीको पूजा गर्नुभएको रहेछ। अनि कस्तो मजाले गर्नुभएको छ। यता
मान्छेहरू हुनुहुन्छ कि देख्नु भयो कि भएन। अनि यहाँ चाहिँ तुलसीको पूजा गरेकोमा चाहिँ सानसानो बच्चाहरू चाहिँ पैसा बटाल्दै हिँडेको कि बजारमा गएर खानु पऱ्यो नि, कसले दिनु त अनि साथीहरू। हेलो गाइज, अनि हामी चाहिँ आइसकेको छौँ गोलाघाट। यहाँ बस देख्न सक्नुहुन्छ। गोलाघाटको दोमानमा आइसकेको छौँ। मान्छेहरू चाहिँ देख्न सक्नुहुन्छ कति भिड छ, कति प्याक छ। अनि यहाँ हात्ती पनि देख्न सक्नुहुन्छ है साथीहरू। मान्छेको भिड हेर्नु त यता यत्तिकै, यता पछाडि यत्तिकै छ। हात्ती, मलाई हात्ती देखेर डर लाग्छ रे। अहिले मैले लडेको थिएँ। अनि यहाँ चाहिँ सबै साथीहरू चाहिँ यहाँ दोभान हेर्न आउनु भएको छ, नारायणीको राप्तीको दोभान हेर्नलाई। पानी पनि, अनि यहाँ हात्तीलाई पनि खानेकुरा दिइरहनु भएको छ क्या। अनि हात्तीलाई चाहिँ कतिजनाले पैसा दिइरहनु भएको छ। पैसा फेरि माथि पुर्याइदिएको छ कि माथि बस्ने मान्छेलाई। हेर्नु कस्तो राम्रोसँग। यहाँ चाहिँ मेरो बहिनी खै यो चाहिँ राप्तीको नारायणी, यताबाट आएको छ राप्तीबाट आएको पानी चाहिँ यो। अनि यसरी बगेर आएको छ। अनि उताबाट फेरि नारायणी मिसिएको छ कि, त्यही भएर यसलाई राप्ती र नारायणीको दोभान भनेर चिनिन्छ साथीहरू। अनि बदली पनि हेर्नु न, यस्तो खतरा भइराखेको छ कि। मान्छेको भिड देख्न सक्नुहुन्छ। म चाहिँ राप्ती र नारायणीको दोभानमा आइसकेको छु। हेर्न सक्नुहुन्छ मान्छेहरू। मलाई चाहिँ हात्तीको नजिक जानु डर लाग्छ। म चाहिँ टाढीबाट मात्रै भिडियो बनाउँछु ल। म चाहिँ राप्ती र नारायणीको दोभानमा आइसकेको छु। हेर्न सक्नुहुन्छ मान्छेहरू। मलाई चाहिँ हात्तीको नजिक जानु डर लाग्छ। म चाहिँ टाढीबाट मात्रै भिडियो बनाउँछु ल।